जिन्दगीमा जान अनजानमा हामीले कयौं साना ठुला गल्तीहरू गरेका हुन्छौँ। कतिपय गल्तीहरू त समय बितेपछि मात्र थाहा हुन्छ कि त्यो गल्ती भनेर। आफूबाट गल्ती भएको महसुस भइसकेपछि हामीलाई आफ्नो गल्तीप्रति पश्चाताप पनि लाग्छ। जिन्दगीले हामीलाई विगतमा गरेका गल्तीहरू सुधार्नको लागि विगतमै फर्केर जाने त्यो छुट, त्यो अवसर दिन सक्दैन। हामी ती गल्तीहरूप्रति पश्चाताप गर्न सक्छौँ, मिलेसम्म सम्बन्धित पक्षसँग हामी क्षमा माग्न सक्छौँ, ती गल्तीहरूबाट हामी सिक्न सक्छौँ। तर विगतमै फर्केर गएर ती गल्तीहरूलाई हामी सच्याउन चाहिँ सक्दैनौँ। यही नै जिन्दगीको वास्तविकता हो, यही नै जिन्दगीको सत्य हो। तर यसको अर्थ विगतमा गरेका ती गल्तीहरूप्रति पश्चाताप गरेर पश्चातापको त्यो विशाल भारी बोकेर बाँकी जीवन जिउनुपर्छ भन्ने पनि होइन। विगतलाई विगतमा नै छोड्न सकेन भने यसले हाम्रो वर्तमान त बिगार्छ, हाम्रो भविष्यलाई समेत बर्बाद गरिदिन्छ। हामी विगतलाई सच्याउन सक्दैनौँ, तर वर्तमानलाई भने अवश्य हामीले सोचे जस्तै जिउन सक्छौँ। त्यसैले हामीले विगतमा गरेका भुलको पश्चाताप गर्दै बस्ने भन्दा वर्तमानलाई विगतभन्दा पनि सुन्दर बनाउने कोसिस जारी राख्नुपर्छ र त्यही कोसिस गर्दै हामीले अगाडि बढ्नुपर्छ। हिजोभन्दा आजभन्दा भोलिलाई अझ सुन्दर, अझ उत्कृष्ट बनाउँदै जिउनु नै जीवनको यथार्थ हो। त्यसैले हामीले विगतमा गरेका भुलहरूको भारी बोकेर, पश्चातापको भारी बोकेर वर्तमानलाई नै एकदम निराशमय बनाएर जिउन हामीलाई कदापि पनि छुट छैन। जिन्दगीमा हामीले अगाडि बढ्नु नै पर्छ। अगाडि बढ्नको लागि विगतका गल्तीहरूबाट, विगतका कमजोरीहरूबाट सिकेर वर्तमानका प्रत्येक पललाई सुन्दर र उत्कृष्ट बनाउँदै अघि बढ्नु नै जिन्दगीको वास्तविक सत्य हो।